सोझो रुखलाई चाहिँ छानी छानी काटिन्छ भने जस्तै सोझो आशिका तामाङ एउटा तामाङको छोरीलाई चाहिँ अब धेरै उल्ली बुल्ली बनाइरहनु भएको छ। आशिका तामाङलाई बोल्न आउँदैन, यहाँ आउँदैन, त्यहाँ आउँदैन भनेर अब त्यसकै लागि क्लास लिन राम्रोसँग लिइरहेको छु मैले तपाईहरुसँग राम्रोसँग बोल्नको लागि। त्यही त त्यसकै लागि हामी चाहिँ अब आज जुन हाम्रो 2 दिने क्लास छ यो चाहिँ एकदमै फ्रुटफुल एकदमै राम्रो भइरहेको छ। मलाई यही पीर थियो। म धादिङ क्षेत्र नम्बर 1 मा सबैजनालाई धन्यवाद घर घरमा गएर धन्यवाद दिन जाँदाखेरि मलाई चाहिँ किन हैन कस्तो डर थियो भने नयाँ यो देशमा चाहिँ प्रधानमन्त्री मात्रै नयाँ हैन के धेरैजना सांसदज्यूहरू नयाँ हुनुहुन्छ। अनि मलाई चाहिँ अब कसरी मलाई गाइड कसले गरिदिनुहुन्छ होला भन्ने लागिरहेको थियो। तर पार्टीमा यति राम्रोसँग चाहिँ उहाँहरूले चाहिँ योजना बनाएर यो क्लास ओरिएन्टेसन क्लास राखिदिनु भएको छ। हामीले एक अर्का सांसदलाई पनि राम्रोसँग फेसल के भयो तपाईको यो फेसबुकबाट मात्रै चिनेर भएन नि त हैन प्रत्यक्ष चिन्नु पर्यो नि को कस्तो भनेर त्यो चिन्ने फेस टु फेस चिन्ने अवसर पायौँ। अनि जुन अवसर चाहिँ राष्ट्रपालले जुटाइदिनु भएको छ त्यसको लागि म एकदम थ्याङ्क यू सो मच भन्न चाहन्छु। अब यसमा चाहिँ हामीले चाहिँ यो जुन चाहिँ अब यो सांसदमा गएर भवनभित्र गएर कसरी बोल्ने हैन अनि त्यसपछि गएर कसरी चाहिँ 1 मिनेटको समय हुन्छ, 3 मिनेटको समय हुन्छ, 15 मिनेटको समय हुन्छ। त्यो समयमा तपाईहरुले आफ्नो कुराहरू कसरी राख्ने भनेर सिकाउनुहुन्छ। प्रशिक्षण दिइरहनु भएको छ अनि एकदमै राम्रो भइरहेको छ। अनि त्यसमा अनि निर्देशन दिँदैन त सांसदको काम धेरै हुन्छ। हेर्नुस् तपाई पहिला पढेर आउनुस् हैन मैले नि बुझेरै कानुन बुझेरै चाहिँ त्यो अध्ययन गरेर नै भनेको हो हैन त त्यतिकै बोलेको होइन त्यो कुराहरू। यहाँ के छ भने सांसद भनेको ओन्ली स्पिकिङ बोल्ने मात्रै भन्ने छ। सांसदको काम बोल्ने मात्रै हो त एक्सन ओरिएन्टेड नभए यत्रो दुःख गरेर जनताले थमथमाएर बिचरा कति रुनुहुन्छ अङ्गालो हालेर रुनु भएको छ घर दैलोमा जाँदाखेरि। अनि बोलेर मात्रै उहाँहरूको अनि त्यो पेट भरिन्छ विकास हुन्छ सुशासन आउँछ भ्रष्टाचार अन्त्य हुन्छ हो। त्यसको लागि सांसदको धेरै काम छ। यहाँ चाहिँ के छ भने एकदम खालको पुरानो खालको यो चाहिँ बेथिति भन्छु म बेथितिलाई थिति बसाल्नलाई हामी आएको हो क्या बुझ्नुभयो नि। काम गर्नलाई पहिला त्यो त पार्टीले निर्णय गर्नुहुन्छ नि त मन्त्री कसलाई राख्दाखेरि सक्षम हुन्छ। म त अझ स्टुडेन्ट जस्तै छु हैन मैले अझै पढ्नै बाँकी छ लर्निङ साना जसलाई पनि हुन्छ भाइ तपाईलाई नि होला मन्त्री बन्ने बेला हो। म चाहिँ अहिले स्टुडेन्ट फेजमा छु मैले पढ्दैछु म आइम लर्निङ फेज म पढ्दैछु मैले सिक्दैछु अगाडि बढ्दैछु छ नीति नियमहरू धेरै परिवर्तन गर्नुपर्ने छ परिमार्जन गर्नुपर्ने छ जुन चाहिँ संसदले गर्छ। अब आउने दिनमा यही आशा भरोसा राखेर भ्रष्टाचार अन्त्य